सम्पूर्णमा नमस्ते। अब आजको भिडियोमा चाहिँ हामीले यो फायर हटस्पट एनालाइसिस म्याप चाहिँ कसरी बनाउने भन्ने कुरा हेर्न जाँदैछौँ। त्यसको लागि सुरुमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले फायरको डाटा चाहिँ डाउनलोड गर्न पर्यो। यो चाहिँ कहाँबाट डाउनलोड गर्न सकिन्छ भन्दाखेरि यो FIRMS भनेको फायर इन्फर्मेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टमबाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ लिंक पनि हामीले यहाँ राखिदिन्छौँ। जस्तै यसमा चाहिँ यो FIRMS भन्ने लिंक खोल्नुभयो भने यहाँ चाहिँ यो लिंक यस्तो देखिन्छ र यहाँबाट चाहिँ तपाईले आर्चिभ डाउनलोडमा गएर अनि लगइन गरेर चाहिँ यहाँ तपाईले आफूले चाहिएको डाटा डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ यसै च्यानलमा चाहिँ यो भिडियो पनि हालिएको छ, यसको लिंक पनि मैले यहाँ हालिदिएको छु तल, त्यहाँबाट पनि गएर हेर्न सक्नुहुन्छ। र मैले चाहिँ यो फायरको डाटा डाउनलोड गरिसकेको छु। त्यसको लागि चाहिँ मैले यहाँ GIS खोल्दैछु। GIS खोलेर मैले यो डाटा लोड गर्दैछु जुन चाहिँ मैले डाउनलोड गरेर राखेको छु। यहाँ चाहिँ मैले अल नेपालभरिको चाहिँ 2021 देखि 2025 सम्मको कहाँ आगो लाग्यो त, कुन ठाउँमा आगो लाग्यो भनेर मैले यो डाटा डाउनलोड गरेको थिएँ। अब यसमध्ये मैले चाहिँ अब यो सर्लाही डिस्ट्रिक्टको कुनै एउटा पार्टिकुलर स्टडी एरियाको लागि अथवा एरिया अफ इन्ट्रेस्टको लागि चाहिँ हेर्दैछौँ। त्यसको लागि चाहिँ मैले यहाँ पहिला सर्लाही को सेभ फाइल चाहियो। जस्तो मैले यहाँ सर्लाहीको सेभ फाइल यहाँ मैले पहिले नै एकचोटि क्लिक गरिसकेको थिएँ र त्यही नै मैले यहाँ लोड गर्दैछु। यहाँ लोड गरिसके मैले सर्लाही डिस्ट्रिक्ट यो लोड गरिसकेपछि यसलाई जुम टु लेयर गरेपछि यस्तो आयो। अब मैले यो स्टडी एरियालाई पनि जुन जहाँ चाहिँ यो फाइलको सेभ फाइल त्यसमै लगेर हालिदिँदैछु, किनकि हामीलाई यो कामहरू गर्दाखेरि जहिले पनि डाटा म्यानेजमेन्टको कुराहरू पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि मैले यो डाटालाई पनि एक ठाउँमै राख्नलाई मैले कोसिस गर्दैछु। मैले यो डाटाहरू चाहिँ यहाँ राखेको छु। यसमा मैले यो फायर ट्युटोरियल भन्नेमा यहाँ चाहिँ मैले अब सर्लाही डिस्ट्रिक्ट भनेर यसरी हाल्दैछु। अब यो सर्लाही डिस्ट्रिक्टको यहाँ हालिसकेपछि यहाँ चाहिँ अब यो हेर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो सेभ फाइल छ भने यसमा चाहिँ यो तपाईको वार्ड लेभल अनुसारको छ। यानि कुन वार्डमा सर्लाही जिल्लाको स्थानीय तहको वार्ड सहितको डाटाहरू छ। हामीले यसैलाई आधार मानेर जाँदा पनि हुन्छ। मैले चाहिँ अब यसैलाई वार्ड लेभलमै गर्न खोजिरहेको छु। अब यसको लागि चाहिँ सुरुमा के गर्नु पर्यो त भन्दाखेरि हाम्रो यो दुईटै डाटा चाहिँ के अरे भेक्टर डाटा हो। यो चाहिँ पोइन्टको फर्ममा छ र अर्को चाहिँ हाम्रो यो पोलिगनको फर्ममा छ। भनेपछि अब यो भेक्टर डाटालाई क्लिप गर्नलाई हामी के गर्नु पर्यो त भन्दाखेरि जियो प्रोसेसिङमा गएर अनि यहाँ क्लिपमा जानु पर्यो र त्यसै गरी इनपुट फिचरमा चाहिँ हाम्रो यो फायरको डाटा हाल्नु पर्यो। अनि त्यसपछि हामीले चाहिँ यो क्लिप फिचर के काट्न खोज्दैछौँ भन्दाखेरि हामीले सर्लाही डिस्ट्रिक्ट काट्न खोज्दैछौँ। अब यो आउटपुट फिचरमा चाहिँ अब आउटपुट फिचर पनि हामीले एउटै फोल्डरमा राखौँ। एउटै फोल्डरमा राख्दाखेरि हाम्रो चाहिँ यहाँ फायर ट्युटोरियल यहाँ छ। हाम्रो यसमा चाहिँ सर्लाही फायर भनेर 2021-2025 यसरी राखिदिँदैछु न, अनि ओके गरिदिन्छौँ। अब यति गरिसकेपछि हाम्रो सर्लाही जिल्लामा मात्रै आगो लागेको पोइन्टहरू चाहिँ क्लिप भएर आउँछ। अरू हामीलाई चाहिएन भने चाहिँ अरूलाई हामीले के गर्नु पर्यो त अनटिक गरिदिनु पर्यो। अब यति भइसकेपछि हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि हाम्रो यो सर्लाही डिस्ट्रिक्टमा कहाँ आगो लागेको छ भन्ने कुरा चाहिँ यतिकै पनि हेर्न सक्छ। अब यसलाई हामीले लेबलिङ गऱ्यौँ भने पनि हामीले यो लेबलिङ गरेर पनि हेर्न सक्छ कुन ठाउँमा चाहिँ आगो लागेको रहेछ त हैन। अब यसको लागि चाहिँ हामीले यहाँ चाहिँ के हाल्नु पर्यो त, यहाँ के अरे गापा नापा हाल्नु पर्यो, कुन चाहिँ पालिकामा रहेछ भन्ने कुरा हेर्नु त। यहाँ कुन ठाउँमा चाहिँ आगो लागेको रहेछ यहाँ आयो। अब यो लाल जस्तै यो ठाउँहरूको वार्ड नम्बर सहित पनि हाल्न सक्यो, त्यो पनि हामीले चाहिँ यो लेबलिङ गर्न सक्छौँ।
अब अहिले चाहिँ तत्काल हामीले चाहिँ यो हटस्पट एनालाइसिस गर्दैछौँ। कुन चाहिँ ठाउँ चाहिँ यति आगो लागेको मध्ये सबभन्दा धेरै आगो लागेको हाई रिस्क जोन चाहिँ कुन रहेछ भन्ने कुरा निकाल्न खोज्दैछौँ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि सुरुमा के गर्नु पर्यो भने चाहिँ हामीले यसको डाटाको प्रोपर्टिजमा जान पर्यो। यो जुन हामीले फाइल क्लिक गरेको थियो यो मैले रिमुभ गरिदिएछु, यो रिमुभ गरिदिन्छु, नभए तपाईँहरू झुक्किनुहुन्छ यति। ल यो क्लिक गरेको डाटाको चाहिँ हामीले प्रोपर्टिजमा जाँदैछौँ र यो प्रोपर्टिजको डाटामा गएर हामीले सिम्बोलोजी मा जाँदैछौँ। सिम्बोलोजीमा गएर पनि हामीले क्वान्टिटिज भन्नेमा जाँदैछौँ। अनि यो क्वान्टिटिज भन्नेमा चाहिँ यो ग्रेजुएटेड कलर भन्नेमा गयौँ। अब यो भ्यालुमा चाहिँ हामीले यो ब्राइट अन्डरस्कोर T31 भन्ने छ, त्यो हामीले क्लिक गऱ्यौँ। अनि त्यसपछि यो नर्मलाइजेसन वान नै छोडिदिने र कलर ऱ्यापमा चाहिँ हाम्रो यो ग्रिन टु रेड हालिदिएपछि अझै क्लियर हुन्छ भनेर हालेको एप्लाई गरिदिन्छौँ, ओके गरिदिन्छौँ। यति भएपछि हाम्रो यो कलरहरू सबै छुट्यो। कुन ठाउँमा भने चाहिँ यसरी के अरे ब्राइटनेस अनुसार कुन चाहिँ बढी आगो लागेको छ त्यो अनुसारले चाहिँ यो छुट्टिने गर्दछ। अब त्यसपछि हामी के गर्दैछौँ भने चाहिँ यहाँ आग टुल बक्समा गएर यो आग टुल बक्स अरू बेला चाहिँ हामीले सर्चबाट गर्ने गर्दैछौँ, तर यसको केसमा चाहिँ हामीले यो आग टुल बक्सबाट पनि सिक्दैछौँ। यो म्यानुअली पनि कहिलेकाहीँ तपाईँहरूलाई चाहिँ आवश्यकता पर्ने भएकोले गर्दाखेरि म्यानुअली पनि जानुपर्छ। यो म्यानुअली गर्दाखेरि चाहिँ अझै तपाईँहरूलाई चाहिँ कुन स्टेपपछि के गर्यौँ भन्ने कुराहरू चाहिँ अझै क्लियर हुने भएकोले गर्दाखेरि हामीले चाहिँ यो म्यानुअली गर्न खोजिरहेका छौँ। अब यो आग टुल बक्समा यसरी गइसकेपछि यो चाहिँ कस्तो हुन्छ भने योसँग धेरै टुलहरू इम्बेडेड भएकोले गर्दाखेरि यो अलिकति लोड हुन समय पनि लाग्छ। अब यहाँ गइसकेपछि हामी केमा जान्छौँ भन्दाखेरि डाटा म्यानेजमेन्ट टुलमा गएर त्यसपछि हाम्रो केमा जान्छौँ भन्दाखेरि फिचर्स भन्नेमा जान्छौँ। अनि फिचर्स भन्नेमा गइसकेपछि हाम्रो चाहिँ यहाँ कपी फिचर भन्ने छ, त्यो चाहिँ गर्न खोज्दैछौँ। हामीले यो डाटालाई चाहिँ कपी गरेर राख्न खोज्दैछौँ। जस्तै सरलाई फायर भन्नेलाई चाहिँ यसरी राख्दैछौँ। अनि यहाँ आउटपुट, अब आउटपुट फेरि अघिकै ठाउँमा छँदैछ। जस्तै यो यहाँ मैले सरलाई अनि त्यसपछि यसले मैले 2021 2025 डाटा यसरी राखिदिएँ। ल अब यो राखिसकेपछि ओके गरिदिएँ। अब यो भनेको चाहिँ के हो भने जस्तै डाइरेक्ट तपाईँले यही कपी गरेर राख्दा पनि भयो, अथवा यसरी कपी गरेर राखेँ मैले। अब यति राखिसकेपछि अब यो ब्राइटनेस भन्नेलाई चाहिँ अफ गर्न पर्यो। अब यसलाई अफ गरेर यो डाटासँग चाहिँ हामी काम गर्न पर्यो। अब त्यसको लागि फेरि के गर्नु पर्यो त फेरि आग टुल बक्समा गएर अनि त्यसपछि केमा जानु पर्यो त हाम्रो डाटा म्यानेजमेन्ट टुल र डाटा म्यानेजमेन्ट टुलको पनि फिचर क्लास भन्नेमा चाहिँ जानु पर्यो। यहाँ छ। अब फिचर क्लास भन्नेमा गइसकेपछि हाम्रो चाहिँ यसको केमा जानु पर्यो भन्दाखेरि इन्टिग्रेट भन्नेमा जानु पर्यो। अब इन्टिग्रेट भन्नेमा गइसकेपछि यहाँ चाहिँ अब इनपुट फिचर भन्छ। अब इनपुट फिचरमा चाहिँ के राख्नु पर्यो भने चाहिँ हाम्रो यो डाटा राख्नु पर्यो, यो जुन कपी गरेका छौँ त्यो, र यसमा चाहिँ हामीले के गरिदिनु पर्यो त यहाँ मिटर्स राखिदिनु पर्यो। अनि XY टोलरेन्स चाहिँ कति राखिदिनु पर्यो त हामीले 500 भनेर राखिदिनु पर्यो। अब यति गरिसकेपछि यसलाई चाहिँ ओके गरिदिनु पर्यो है। अब यो ओके भइसकेपछि अब फेरि के गर्नु पर्यो त आग टुल बक्समै जानु पर्यो। आग टुल बक्समा गएर यहाँ चाहिँ हाम्रो स्पेटियल एनालाइसिस टुल भन्ने हुन्छ। यहाँ स्पेटियल स्ट्याटिस्टिक टुल छ। त्यो स्पेटियल स्ट्याटिस्टिक टुल भन्नेमा गइसकेपछि त्यहाँ चाहिँ युटिलिटिज भन्नेमा क्लिक गर्नु पर्यो। अब युटिलिटिज भन्नेमा क्लिक गरिसकेपछि यहाँ कलेक्ट इभेन्ट भन्ने छ, यहाँ कलेक्ट इभेन्ट भन्नेमा क्लिक गर्नु पर्यो। अनि अब यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि इनपुटमा के राख्ने भन्दाखेरि जुन हाम्रो अघि कपी गरेको थियो त्यो डाटा, अनि आउटपुटमा चाहिँ के राख्नु पर्यो त भन्दाखेरि हाम्रो यही नाम चाहिँ यही राख्ने, तर यो पछाडि चाहिँ हामीले के राखिदिनु पर्यो त
कलेक्ट इभेन्ट भनेर राखिदिनु पर्यो। यो किन राखेको भन्दाखेरि हामीलाई नाम सम्झिन सजिलो हुन्छ, यो पछि यो स्टेप गरेको छौँ भनेर। अब यहाँ गरिसकेपछि सेभ गरिदिने अनि ओके गरिदिने। अब यति गरिसकेपछि अब त्यसपछिको स्टेप भनेको फेरि हामी चाहिँ यो स्पेशल स्ट्याटिस्टिक टुलकै केमा जानु पर्यो त भन्दाखेरि स्पेशल अटो कोरिलेसन मोरन्स भन्नेमा जानु पर्यो। अब यो कहाँ छ त, यहाँ हेर्नुहोस् है, स्पेशल अब चाहिँ फेरि हामी केमा जानु पर्यो भन्दाखेरि स्पेशल स्ट्याटिस्टिक टुलको यो एनालाइजिङ प्याटर्न, यहाँ हेर्नुहोस् है, एनालाइजिङ प्याटर्न। अनि एनालाइजिङ प्याटर्नको पनि हामी केमा जानु पर्छ त स्पेशल अटो कोरिलेसन मोरन्स भन्नेमा जानु पर्यो। र यहाँ चाहिँ तपाईँहरूले यसरी क्लिक गर्नुभयो चाहिँ यस्तरी आउँछ। अब यहाँ चाहिँ इनपुट फिचर क्लासमा चाहिँ हामीले के हाल्नु पर्यो त, अघि पनि मैले भनेको थिएँ, यो नाम राख्दाखेरि हामीले अघिल्लो स्टेपमा हामीले के गरेको थियौँ भन्दाखेरि कलेक्ट इभेन्ट गरेका थियौँ। अनि त्यसपछि कलेक्ट इभेन्ट त्यहाँ राखिसकेपछि अनि इनपुट फिल्डमा चाहिँ हामीले यहाँ आई काउन्ट राख्छौँ अनि जेनेरेट रिपोर्ट भन्नेमा टिक गर्छौँ, अरू केही पनि चलाउँदैनौँ। अनि अब यो चाहिँ हामीले किन गर्नु परेको भन्दाखेरि यहाँ हेर्नुहोस् है, यो चाहिँ हाम्रो के अरे क्लस्टर एनालाइसिस गर्दाखेरि यो सिग्निफिकेन्स लेभल पीको भ्यालु कतिदेखि कति भयो भने चाहिँ क्रिटिकल भ्यालु जेड स्कोर चाहिँ कति हुनुपर्छ भन्ने कुरा छ। अब जस्तै 0.01 भयो भने पीको भ्यालु सिग्निफिकेन्स भयो भने जेड स्कोर चाहिँ कति हुने रहेछ त, के अरे ग्रेटर देन -2.58 भनेपछि यो भ्यालुलाई कोरिलेट गर्नलाई चाहिँ हामीले त्यता युज गर्ने गर्दछौँ। अब यसको लागि चाहिँ हामीले यति गरिसकेपछि ओके गर्ने। अब यहाँ ओके गरिसकेपछि अझै हाम्रो क्लस्टरिङ भएर आयो है। अब यो क्लस्टरिङ भएर आइसक्यो। अब यो क्लस्टरिङ भएर आइसकेपछि अब यसपछि चाहिँ के गर्नु पर्यो भने चाहिँ हामीले यो फेरि आर्क टुलबक्समा गएर स्पेशल स्ट्याटिस्टिक टुलमा गएर म्यापिङ क्लस्टर भन्ने छ हाम्रो, यहाँ हेर्नुहोस् है, तल म्यापिङ क्लस्टर भन्ने छ। अनि म्यापिङ क्लस्टरमा गइसकेपछि त्यसपछि हटस्पोट एनालाइसिस भन्ने छ, हटस्पोट एनालाइसिस गेट वार्ड जिआई भन्ने छ, यहाँ क्लिक गर्नु पर्यो। यहाँ क्लिक गरिसकेपछि इनपुटमा चाहिँ फेरि के राख्ने त भन्ने कुरा आउँछ। अब इनपुटमा फेरि हामीले चाहिँ यो कलेक्ट इभेन्ट्स भन्नेलाई राख्छौँ। अनि कलेक्ट इभेन्टलाई राखिसकेपछि यहाँ इनपुट फिल्डमा चाहिँ हामीले आई काउन्ट भन्ने राख्छौँ। अनि आउटपुट, यो आउटपुट चाहिँ जहिले पनि मिलाउनु पर्यो, आउटपुट मिलाउनु भएन भने समस्या आउँछ। अब यसलाई फेरि हामीले चाहिँ यसरी सर्लाई अनि त्यसपछि 2021 अंडरस्कोर 2025 अंडरस्कोर अनि त्यसपछि हामीले चाहिँ यहाँ अब यसको नाम चाहिँ के राख्ने भन्ने चाहिँ यसको नाम चाहिँ हामीले गेटिस ओआरडी भनेर हाल्दै पनि भयो। यो भन्ने चाहिँ हामीले यो स्टेप गर्यौं भनेर सजिलोको लागि चाहिँ हामीले यसरी नाम राखेको हुन्छौँ, गेटिस ओआरडी राख्यौं। अब यसलाई सेभ गरिदिन्छौँ, अरू केही पनि चलाउँदैन। यहाँ यति गरिसकेपछि हामीले चाहिँ यसलाई ओके गरिदिन्छौँ। अब ओके गरिदिसकेपछि यो चाहिँ क्लस्टरिङ भएर आयो। अब त्यसपछि फेरि हामी के गर्छौँ भन्दाखेरि आर्कजीआईएस यो के अरे आर्क टुलबक्सकै 3D एनालाइज टुलमा जान्छौँ। आर्कको यहाँ 3D एनालाइज टुलमा अनि त्यसपछि यसमा केमा जान्छ त भन्दाखेरि रास्टर इन्टरपोलेसन भन्नेमा, रास्टर इन्टरपोलेसन भन्ने छ। अब यहाँ चाहिँ आइडीडब्ल्यू भन्नेमा जान्छ। आइडीडब्ल्यू भन्नेमा क्लिक गरिसकेपछि अब यहाँ इनपुट, अब इनपुटमा कुन राख्ने भन्ने कुरा आउँछ। फेरि अघि हामीले गरेको यो गेटिस ओआरडी हो। अनि यसो जेड फिल्डमा चाहिँ जीआईजेड स्कोर राख्नु पर्यो। अनि आउटपुटमा के राख्ने भने चाहिँ फायर हटस्पोट भनेर राख्नु पर्यो। फायर हटस्पोट 2020 2021 to 2025 यसरी राखिसकेपछि सेभ गरिदिने। ल नाम कहिलेकाहीँ नाम लिएन भने चाहिँ यसलाई फायर हटस्पोट मात्र राखिदिँदा पनि भयो।
नाम कहिलेकाहीँ धेरै ठुलो भयो भने पनि लिँदैन। ल फायर हटस्पोट भनेर राख्थ्यो। अब यति राखिसकेपछि यो के गर्नु पर्यो भनेपछि यो इन्भाइरोमेन्ट भन्नेमा जानु पर्यो। अब इन्भाइरोमेन्ट भनेमा यहाँ प्रोसेसिङ एक्सटेन्ड भन्नेमा जानु पर्यो। अनि यो प्रोसेसिङ एक्सटेन्डमा चाहिँ यहाँ सेलेक्टेड सेम एज हाम्रो एरिया अफ इन्ट्रेस्ट यो राखिदिनु पर्यो। अनि त्यसपछि अर्को भनेको रास्टर एनालाइसिस। त्यसपछि केमा जानु पर्यो फेरि यसैको तल जानु भने यहाँ रास्टर एनालाइसिस आउँछ। अनि यहाँ रास्टर एनालाइसिसमा यहाँ मार्क्समा चाहिँ के गरिदिनु पर्यो फेरि हाम्रो यो स्टडी एरियाको राखिदिनु पर्यो। यति राखिसकेपछि ओके गरिदिनु पर्यो। यति राखिसकेपछि ओके गरेर ओके गरिसकेपछि हाम्रो आइसक्यो हाम्रो यो चाहिँ। अब यसलाई यो पहिला गरेकोहरूलाई अफ गरिदिनु। ल हाम्रो हटस्पोट एनालाइसिस लगभग आइसकेको छ। अब यति आइसकेपछि अब यसलाई चाहिँ हामीले क्लासिफाई गर्नु पर्यो। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि फायर हटस्पोटको प्रोपर्टिजमा जाने। अनि त्यसपछि यो यसको केमा जानु पर्यो त हामीले सिम्बोलोजीमा जानु पर्यो, क्लासिफाइडमा जानु पर्यो। अनि क्लासिफाई चाहिँ हाम्रो 5वटा क्लासमा मात्रै राख्नु पर्यो। ल 5वटा क्लासमा राख्नु पर्यो। अनि यहाँ चाहिँ तपाईँको कस्तो राख्दाखेरि अलिकति आइडेन्टिकल हुन्छ भन्दाखेरि ग्रीन टु रेड, लो देखि हाई भनेर। अब यहाँ चाहिँ यो -2 देखि -6 सम्म के हो लेबलिङ गर्नु पर्यो यसको। अब यो भनेको चाहिँ हाम्रो के रहेछ त भेरी लो रिस्क। ल अनि त्यसपछि यो भनेको हाम्रो के भयो त लो रिस्क, लो रिस्क। त्यसपछि यो पाटो हाम्रो के हुने भयो त मिडियम, मिडियम। त्यसपछि अर्को यो भनेको हाम्रो के हुने भयो त हाई रिस्क। त्यसपछि हाम्रो यो लास्ट के हुने भयो त भेरी हाई रिस्क। ल अब यति गरिसकेपछि एप्लाई गरिदिनु पर्यो, एप्लाई गरिदिनु पर्यो, ओके गरिदिनु पर्यो। अब यो त हाम्रो भयो। अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि अब यसलाई लेबलिङ, यसलाई यो आउटपुट निकाल्नेतिर जानु पर्यो, एक्सपोर्ट गर्नेतिर जानु पर्यो हैन। हाम्रो यो म्याप कम्प्लिट भइसक्यो। अब यो म्यापलाई चाहिँ हामीले के गर्नु पर्यो त जुम टु लेयर गरिदिनु पर्यो। जुम टु लेयर गरिदिसकेपछि अब यसपछि हाम्रो टाइटल हाल्नु पर्यो, टाइटल हाल्नु पर्यो। सरी टेक्स्ट भन्छ, यहाँ टाइटल इन्सर्ट गरेर पहिला हाम्रो यो नर्थ एरोहरू हाल्नु पर्यो, नर्थ एरोहरू हाल्नु पर्यो। त्यसपछि नर्थ एरो पनि हाल्यौँ। त्यसपछि गएर हाम्रो स्केल बार हाल्नु पर्यो। अरू नर्मल लेआउट जसरी गर्छ हामीले त्यसरी यसलाई चाहिँ गर्न सक्छौँ। अब यहाँ चाहिँ हामीले यसलाई ल अब यति गरिसकेपछि अब यसको टाइटल पनि हाल्दियौँ हामीले हैन। फायर हटस्पोट एनालाइसिस अफ सलाइटिस्टिक भनेर हाल्दियौँ। यति हालिदिइसकेपछि यसलाई चाहिँ अब ठुलो सानो बनाउने यो तपाईँले सकिहाल्नुहुन्छ। यो चाहिँ अब मैले यहाँ यति मात्रै गरेर देखाएँ। अनि त्यसपछि यसको साइडमा ग्रिड हाल्ने काम चाहिँ यो प्रोपर्टिजमा जानु पर्यो। प्रोपर्टिजमा गएर न्यू ग्रिडमा जानु पर्यो, मेजरमा राख्नु पर्यो। यहाँ नेक्स्ट गर्दै गएर यसरी एप्लाई गरिदिएर ओके यो ग्रिड पनि आयो। अब यो ग्रिड हामीले कहिलेकाहीँ कस्तो हुन्छ भने यस्तो यो के अरे बक्स काटेको भए चाहिँ अब कहिलेकाहीँ चाहिँ यो धेरै त्यो के अरे अनक्लियर जस्तो देखिन्छ। अब त्यो क्लियर गर्न फेरि के गर्नु पर्छ यहाँ मेजरमै गएर अनि यहाँ चाहिँ ख्याल गर्नु पर्यो लेभल अन्ली गर्दै चाहिँ छेउछेउमा लेभल मात्रै भएर आउँछ, त्यो चाहिँ राम्रो मानिन्छ। यी लेभल मात्रै भएर आयो। अब यति आइसकेपछि अब यसमा चाहिँ लिजेन्ड हाल्नु पर्यो। अब लिजेन्ड कहाँबाट हाल्ने त्यहाँ इन्सर्टमा गएर लिजेन्डमा यसरी नेक्स्ट गरेर हाम्रो चाहिँ आइसक्यो कुन कलरले के जनाइरहेछ भन्ने कुरा। अब साँच्चै हाम्रो यो डाटा अनुसार मिल्यो कि मिलेन त त्यो पनि चेक गर्नु पर्यो। अब यहाँ हाई रिस्क यहाँ छेउमा देखाएको छ यता हो कि होइन भने चाहिँ हाम्रो डाटा हेर्नु पर्यो। अब आगो लागि भएको डाटा एकचोटि हेरौँ त हो यहाँ के रहेछ त यो आगो लागेको पोइन्टहरू चाहिँ सबभन्दा धेरै चाहिँ यहाँ रहेछ, सबभन्दा धेरै यता रहेछ। त्यही भएर यिनीहरू चाहिँ रेड जोनमा पर्यो, यिनीहरू चाहिँ हाई रिस्क भेरी हाई रिस्क जोनमा पर्यो र त्यसैको छेउमा भनेको फेरि हाई रिस्कमा पर्यो। अनि त्यसपछि अब यो ग्रिन पार्ट भनेको चाहिँ भेरी लो रिस्क, यिनीहरूमा चाहिँ कम रिस्क छ भन्ने कुरा देखायो। अब यति गरिराख्दाखेरि कहिलेकाहीँ चाहिँ के हुन्छ भने
के अरे पालिका वाइजको थाहा पाउनु पर्यो भने फेरि यही माथि चाहिँ हामीले लोकल लेभलको चाहिँ ओभरले गर्न सक्यो। लोकल लेभलको बााउन्ड्री ओभरले गरिसकेपछि कुन ठाउँमा चाहिँ कति रहेछ भन्ने कुरा चाहिँ थाहा हुन्छ हामीलाई। अब जस्तै यहाँ चाहिँ अब हामीले पुरै जिल्लाको हालेको छौँ, त्यसले गर्दाखेरि यस्तो आयो। अब जिल्लाकोमा यसलाई चाहिँ हामीले अब यसलाई फलो गरेर राखिदिउँ, यसरी पनि हेर्न सकियो। त्यो भइसकेपछि हाम्रो चाहिँ यही माथि ओभरले गर्दाखेरि अब कुन कुन पालिकामा कति कति नम्बर वडामा चाहिँ के अरे हाई रिस्क रहेछ भन्ने कुरा चाहिँ यहीँबाट थाहा हुने भयो। यसलाई लेबलिङ गर्दाखेरि भइहाल्यो। यो चाहिँ हाम्रो हटस्पट कसरी बनाउने, हटस्पट एनालाइसिस म्याप चाहिँ कसरी बनाउने भन्ने भिडियो रहेको थियो। र हाम्रो चाहिँ अपकमिङ भिडियो चाहिँ अब यो फायर रिस्क जोनेसन म्याप, जस्तै फायर रिस्क जोनेसन म्यापको लागि चाहिँ हामीले त्यसको लागि चाहिँ 4-5वटा टाइपको म्याप चाहिँ जान्नुपर्छ। जस्तो स्लोप म्याप, एस्पेक्ट म्याप, एलिभेसन म्याप, ल्यान्ड कभर म्याप, तिनीहरू सबै जानिसकेपछि, अथवा ल्यान्ड सर्फेस टेम्परेचर म्याप, तिनीहरू सबै जानिसकेपछि त्यसपछि बल्ल चाहिँ हामीले त्यो म्याप बनाउन सक्छौँ। हस् त आजलाई यतिलाई। यो चाहिँ हजुरहरूले सिक्नु होला।